ओए गोल सो अडियन्सको क्राउड हेर्नुहोस् यहाँनिर सक्ने बेलामा चाहिँ फल्ट पाएर लु हेलो एभ्रिवान तपाईँलाई स्वागत छ है त मेरो आजको युट्युबको फर्स्ट भ्लगमा। यो चाहिँ मैले फर्स्ट टाइम र यो मेरो नयाँ च्यानलमा नयाँ फोन किनेर चाहिँ मैले फर्स्ट टाइम आज भ्लग गर्दैछु होइन। सो इन्जोय गर्नुहोस्। आज चाहिँ म जान लागेको छौँ है त फुटबल हेर्नका लागि। सो 15 अगस्तको म्याच अहिले आज सेमिफाइनल हुन गइरहेको छ। हाम्रो गाउँ भन्दाखेरि पनि अलिकति माथि फुटबल जानुपर्ने। हेर्नुहोस् न मौसमले साथै दिएको छैन होइन। सो इन्जोय गर्नुहोस्, एकदमै रमाइलो गर्ने छौँ। तर यस्तो पानी परिरहेको छ कि तर हामी मिस गर्नेवाला छैनौँ म्याच चाहिँ हो। त्यही कारणले गर्दा चाहिँ अब निस्किसकेको छौँ हामी। हेर्नुहोस् न पानी परेकै छ, मौसम एकदमै खराब छ। सो इन्जोय गर्नुहोस्, भ्लगलाई लास्टसम्म हेर्नुहोस् र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् है। अबदेखि भ्लग कन्टिन्यू आउने छ। सो पानीले चाहिँ हामीलाई अलिक दुःख दियो, हतार गऱ्यो होइन। छातै छैन, अब पानी परेको छाता चाहिएको, छातै कहाँ पऱ्यो कस्तो। तपाईँले लुकायो होला म गोली खेल्नु जान्छ नि र कहाँ चाहिँ लुकायो भन्नु त। तपाईँले लुकायो छाता। जाउँ न तपाईँ नि गोली खेल्नु अन्त। अम्बो अझै घाँस काटेको छैन आज। मेरो ड्युटी त सकेको नि। दुईटा ए त्यहाँ चाहिँ थपेर अम्बो हिसाब त टक टक छु। अब यस्तो पानीमा चाहिँ गएपछि त डाइरेक्ट फुटबल हेरेकै हुन्छ हो। म्याच हेर्नु थाले चाहिँ त्यस्तै हो। म्याच नसकिन्जेलसम्म यताउता कहीँ हेरिँदैन पनि। अब यति कन्सन्ट्रेट हुन्छ कि गेममा, त्यही भएर चाहिँ हामीले चाहिँ यस्तो दुःख दियो कि। सो अब स्टार्ट गरेर हामी निस्किनेछौँ। एक टाइममै स्टार्ट। वाउ यो हो नि त धन्नु। यस्तो रेनकोट लगाएर चाहिँ यस्तो पानी झरीमा चाहिँ निस्किसकेको छु म चाहिँ। अप्ठ्यारो बाटो काट्यो नि त, अब चाहिँ सजिलो बाटो छ अलिकति, फेरि पनि अप्ठ्यारो बाटो आउँछ, फेरि सजिलो बाटो आउँछ, त्यसपछि पुग्छ हामी नोकडाँडा। जर्सीमा तपाईको यो छाता त के भयो, बस्दा बस्दै मान्छे त यसको कराङै छाता त। यो जर्सीमा चाहिँ रहेको छ ब्योङ, यो जर्सीमा रहेको छ एलपीवाईपी। आज पानी परेर अडियन्स चाहिँ कम्ती रहेछ है, न त चाहिँ यो ठ्याप्पै हुन्थ्यो पारी। ओए दामी छ दुइटै गेम। सो यो 3 किक पाइसकेको छ ब्योङ गुम्बाले। दामी हो, फ्री किक खाँदैछ गुम्बाले। लु ओइ दामी चान्स। दामी सट। अम्बो ओए गोल। अम्बो दामी सेप। ओए ओए सो फ्री किक त हानेकै छ त अन्त। लो गोल, दामी गोल। दिन पनि दामी भयो नि अहिले चाहिँ। सो स्कोर चाहिँ रहेको छ गुम्बा 1 एलपीवाईपी 0। सो हाफ टाइम पछाडिको म्याच। प्लेट त चिप्लिन्छ है पानीमा। फर्स्ट म्याचबाट चाहिँ गुम्बा एफसी फाइनल प्रवेश गरिसकेको छ एलपीवाईपीलाई लिड गरेर। सो अर्को म्याच रहेको छ, सो हेर्नुहोस् है त। रेसम कपिराइट आउँछ होला नि फेरि। यता मोन्दाहरूको चाहिँ सेकेन्ड म्याच लु जित्ने। अस्तिको जस्तो चाहिँ त्यो फ्लाइहरू चाहिँ देख्नु पऱ्यो नि। देख्यो भ्लगमा त्यो एउटा फ्लाइ
थेट बुई तर आरामले खेल्नै म त डर लाग्छ भाइ डर लाग्यो आज खेलाडीहरू कहाँ हेर्नुहोस् राम्रो साथी फेरि आइसकेको छ यहाँनिर पानीले त भिजेन रहेछ क्या तिमीहरूलाई त हो घरबाट यताको कफेर गएर फेरि यता साथी आइसकेको छ योसँग बसेर फुटबल हेराइ हुन्छ कस्तो दामी देख्दैछ नि यहाँबाट चाहिँ स्काई त्यो किपरको हात त यहाँदेखि तल पोचोक नेटवर्कद्वारा गएको छ त्यो नेटवर्कद्वारा गएको छ सो अझ म्याच स्टार्ट भइसकेको छ आफ्नै बुढाको म्याच हेर्दै एकदम एक्साइटेड सो यो चाहिँ ब्योङ भर्सेस पोचोक म्याच स्टार्ट भइसकेको छ यो सेकेन्ड म्याच ब्योङ भर्सेस पोचोक बिचमा लैज भाइ भाइ दिबोला भाइ ओइ के गरेको मलाई करायो भने त्यो करायो गुड नि खेला ओए गोल ठिकै छ भगा 5 मिनेट मात्रै हुँदैछ दामी दामी वाच अम्बो दामी हाने त ओए गोल ओए दामी 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 सो बियोङको स्कोर 1 अन्त पोचोकको चाहिँ 0 हजुर हान्नु नदेऊ न बल चाहिँ टक टक छ त बीचमा बीचमा खाली छ कुदा कुदा दाजु कुदा बल छ भेट्छ सो ब्योङको स्कोर 2 अन्त पोचोकको चाहिँ 0 चेयरअप गरेरै जिताएको जस्तो छ त साथीले त अन्त त्यो होचो मान्छे त कहाँ डी बक्समा पस्नु मिल्छ त हौ ओइ कस्तो नमिलेको बल नि फेरि अफसाइड हो अफसाइड सो स्कोर अहिले चाहिँ पोचोकको 1 भएको छ र बियोङको 2 ओइ ओइ जिते पनि राम्रो भइरहेको छ बाट त झन् दामी देख्दो रहेछ है हाफ टाइम भएर चाहिँ स्कोर चाहिँ बियोङको 2 र पोचोकको 1 भइरहेछ ओइ दामी दामी सो पेनल्टी पाएको छ यहाँनिर चाहिँ पोचोकले सेफ है भगवान सेफ है भगवान देख्नु पर्यो नि त त्यो हो नि त कुरा चाहिँ
ओइ त्यो बल छिरेको भए दादा दादा नकाटिनु है चिप्ले ग्राउन्डमा लड्छ म्याच चाहिँ एकदमै ड्र भइरहेको छैन अब चाहिँ फाइनल डिसिजन हुनु रहेछ एकदमै अडियन्सहरू चाहिँ यति डरलाग्दो हल्ला भइरहेछ के वाउ दामी ओए अम्बो प्रकाश दादा बे दामी झन्डै सात नम्बर चौकमा रेडी है एकदमै इन्ट्रेस्टिङ म्याच भयो ओए ओए कस्तो अलिकति भित्र म्याच त डरलाग्दो भयो त पुरै काम्नु थाल्यो ल अब चाहिँ भिडियो दामी दामी ओए गोल अब त कन्ट्रोल मात्रै जस अब त टाइम पास गर जस दामी स्कोर भइसकेको छ ब्योङबाट अब चाहिँ फेरि पोचोकले के भयो सिटीलाई चेक छायो त खान 10 नम्बर म्यान चेक 10 र 4 म्यान चेक खाली छ ओए सेमी नै भयो होला आज डर लाग्दै यो टिमको चाहिँ हान्नु नदेऊ ओए ओए एडभान्टेज छ नि त किपरकोबाट छैन अफसाइड ओए अम्बो ओए क्या मजाले हानेको नि सो टाइम सक्नु आँटेको चाहिँ एकदमै खटेर खेल्दैछ दुईटै टिममा हो चाहिँ ओए 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 लास्ट कोनार हो सो अडियन्सको क्राउड हेर्नुहोस् यहाँनिर सक्ने बेलामा चाहिँ फल्ट पाएर हो भेन पनि गरेर चाहिँ कति भयो बसिरहेको छ त एउटा त अन्त अपोनेन्ट टिम त के हो नम्बर 2 चाहिँ त्यो उयो कहाँ गएको नम्बर 2 त अन्त आफै पस्न अरे त पोस्टभित्र लास्ट चान्स पोचोकको लागि 10 नम्बर सेकेन्ड म्याचबाट चाहिँ लोवर ब्योङ एफसी फाइनल पुगिसकेको छ पोचोकलाई जित्दै सो दिदी पनि म्याच हेरेर मिठाई किनिनु नि म्याच सक्यो आजको म्याच चाहिँ डरलाग्दो भयो खुट्टै कामै नै थरर गरेर सो फाइनल बस्यो मन त ल 15 भेटौँ मेरो चाहिँ प्यासेन्जरहरू दुईजना यी खलासीहरू कस्तो अरे के भनिदिनु छ आजको म्याच चाहिँ कस्तो भयो तिमीहरूलाई चाहिँ हेरेन अन्त कसले जित्यो थाहा छ अन्त फाइनल चाहिँ कुन टिम पुग्यो लु भन्दैन अन्त बियोङ हो बियोङ ओके
सो यहाँ दुईजना चाहिँ नि यहाँ परको खोला चाहिँ नि यता आएको कि उता गएको भनेर एकदम कन्फ्युज भएर चाहिँ यहाँ रोकी हेरेको हामी चाहिँ। सो हेर्नुहोस् है यहाँबाट चाहिँ यस्तो मजाको भ्यू देख्छ, यस्तो मजाको भ्यू देख्छ। लु यो खोला चाहिँ कता बगेको लु एकपल्ट लास्ट डिसिजन गर्यो थियो, यता आएको कि उता गएको? यता आएको ए उता पानी चाहिँ ओह्रालो झर्दैन ओह्रालै त। दुईजना कन्फ्युज अरे फर्स्ट टाइम देखेको अरे। कसले चाहिँ फर्स्ट टाइम देखेको? हैन पर त्यो छ नि कुहिरो जस्तो हो त्यो म यही हाजिर होला। फुटबलको यस्तो धमाका चलिरहेको थियो होइन, आजसम्म चाहिँ सेमी फाइनलले अन्त्य गर्यो र अब फाइनल म्याच हुनेछ। सो आजको भ्लग चाहिँ यतिमै राख्दै सबैजनालाई बाई बाई। तपाईँको माया साथ सबै एकदमै दिनुहोस् होला। अर्को भ्लगमा भेट्यौँ है। सो म चाहिँ आइसकेको छु मेरो ड्युटी। सो सबैजनालाई बाई बाई।